हेलो सबैजनाले नमस्ते। आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई एफिलिएट मार्केटिङ भनेको के हो, नेपालबाट अमेजन एफिलिएट मार्केटिङ गर्न सकिन्छ या सकिदैन भन्ने यस विषयमा हामी विस्तृत रूपमा चर्चा गर्नेछौँ र नेपालबाट दराजको पनि एफिलिएट मार्केटिङहरू गर्न सकिन्छ या सकिदैन, के कसरी क्राइटेरियाहरू के हो हैन, के हामीलाई रिक्वायरमेन्टहरू चाहिन्छ अनि वर्ल्ड इन्टरनेसनल एफिलिएट मार्केटिङहरू हामीले गर्न सकिन्छ या सकिदैन भन्ने विषयमा चाहिँ आजको यस भिडियोमा हामी एकदमै चर्चा गर्नेछौँ र हामी बुझ्नेछौँ। योभन्दा अगाडि 5-6 वर्ष अगाडि मैले पनि अमेजन एफिलिएट मार्केटिङहरू बहुत गरेको थिएँ है। भयो भने म यता स्क्रिनशट बनिराखिदिन्छु। अनि एफिलिएट मार्केटिङ भनेको चाहिँ सिम्पली हिसाबले बुझ्नु पर्दा चाहिँ कसैको एउटा वेबसाइट छ अरे, जस्तै कि अनलाइन बिजनेसको हैन, जस्तै कि एउटा अमेजनको जस्तै कि उनीहरूको स्टोर छ नि त, त्यो स्टोरको प्रडक्ट सामान चाहिँ अनि उनीहरूको एउटा एफिलिएट मार्केटिङ भन्ने एउटा वेबसाइट हुन्छ। त्यो वेबसाइटबाट चाहिँ त्यो प्रडक्ट हामीले हाम्रो लिङ्कमा राखेर हैन, हाम्रो कुनै सोसियल मिडियाहरूमा राखेर त्यो सोसियल मिडियालाई चाहिँ हामीले अलिकति बहुत एकदमै हैन हामीले चाहिँ त्यसलाई मार्केटिङ गरेर भनौँ न, त्यसले एकदमै भ्युजहरू बढाएर त्यसलाई लाइक धेरै उहरू बढाएर हैन, इन्क्रिज धेरै भनौँ न, त्यसलाई चाहिँ हामीले मार्केटिङहरू गरेर हाम्रो लिङ्कको थ्रुबाट चाहिँ अरूले किन्छ भने मेरो लिङ्कमा क्लिक गरेर अरूले त्यो सामान किन्छ भने त्यसबाट आउने कमिसन चाहिँ हामीलाई दिन्छ। त्यसले चाहिँ एफिलिएट मार्केटिङ भनिन्छ है। अनि हामीले नेपालमा बसेर पनि अमेजन एफिलिएट मार्केटिङ मजाले गर्न सकिन्छ है। अनि दराजको पनि 500 सब्सक्राइब चाहिने कुराहरू पनि छ है दराजको एफिलिएट मार्केटिङ गर्नका लागि। तर हामीले नेपालबाट वर्ल्ड इन्टरनेसनल एफिलिएट मार्केटिङ गर्नका लागि चाहिँ हामीलाई अब नेपालमा केही माध्यम त छैन, अनलाइन पेमेन्टहरू रिसिभ गर्नका लागि केही माध्यमै छैन नि त नेपालमा। त्यो भएको हुनाले पियोनियरले चाहिँ एउटा दिन्छ है, 7वटा हो कि 6वटा होला, तपाईँको 6वटा ब्याङ्क अकाउन्टहरू दिन्छ बिजनेसको लागि हैन। अनि त्यसबाट चाहिँ हामीले पियोनियरको वेबसाइटमा गएर हामीले त्यसबाट चाहिँ दराजको एफिलिएट मार्केटिङहरू चाहिँ हामीले त्यहाँ कमिसन कमाएको पैसाहरू चाहिँ त्यहाँबाट हामीले मजाले रिसिभ गर्न सकिन्छ। अनि दराजको पनि हामीले मजाले गर्न सकिन्छ। अनि त्यसपछि चाहिँ हामीले लाइक यो अमेजन एफिलिएट मार्केटिङ गर्नको लागि चाहिँ के क्राइटेरियाहरू चाहिन्छ भने चाहिँ त्यसमा चाहिँ हामीलाई एउटा के भन्छ तपाईँको पेपाल या कुनै पनि तपाईँको पेनियर अकाउन्ट भए पनि त्यसबाट चाहिँ एउटा तपाईँको पेमेन्ट रिसिभ गर्ने एउटा माध्यम चाहिन्छ। अनि त्यो सँगसँगै तपाईँको चाहिँ एउटा प्यान अकाउन्ट चाहिँ चाहिन्छ है। प्यान कार्ड हुन्छ नि, प्यान कार्ड तपाईँको बिजनेस चाहिँ होइन, पर्सनल प्यान कार्ड चाहिन्छ। सो पर्सनल प्यान कार्ड र तपाईँको पेमेन्ट रिसिभ गर्ने एउटा माध्यम भयो भने तपाईँले चाहिँ वर्ल्ड इन्टरनेसनल एफिलिएट मार्केटिङ चाहिँ मजाले नेपालमै बसेर मजाले गर्न सकिन्छ है त। दराजको पनि हामीले गर्न सकिन्छ है, दराजको नि एफिलिएट मार्केटिङहरू गर्न सकिन्छ। तर नेपालमा धेरै एफिलिएट मार्केटिङहरू छ, तर नेपालको खासै नेपालमा अनलाइनमा धेरै सामानहरू किन्दैन। सो त्यसैले चाहिँ नेपालमा त्यति साह्रो चाहिँ एकदमै पपुलर छैन है एफिलिएट मार्केटिङहरू। तर एफिलिएट मार्केटिङ गर्नका लागि तपाईँसँग चाहिँ चाहिन्छ कन्सिस्टेन्सी चाहिन्छ, त्यसपछि एकदमै तपाईँ सोसियल मिडियामा एक्टिभ चाहिन्छ है। अनि सो त्यस्तै हुनुपर्छ। तर अमेजन एफिलिएट मार्केटिङको लागि चाहिँ तपाईँसँग हुनुपर्छ क्राइटेरिया 180 दिन 160 दिनभित्रमा तपाईँले 3टा प्रडक्ट चाहिँ सेल्स गर्नुपर्ने हुन्छ। यदि 3-4वटा तपाईँले प्रडक्टहरू सेल्स गर्न सक्नु भएन भने अमेजन एफिलिएट मार्केटिङमा चाहिँ तपाईँले हैन, तपाईँको अकाउन्ट चाहिँ इन्क्रिज चाहिँ हुँदैन है। सो आजको यस भिडियोमा चाहिँ तपाईँले एफिलिएट मार्केटिङ भनेको के हो तपाईँले मजाले बुझ्न सक्नुभयो होला। सो आगामी दिनहरूमा यस्तै म भिडियोहरू लिएर आउँछु है त। ओके, बाई बाई।